आज फर्स्ट टाइम मनोकामना मन्दिरमा आएर चाहिँ केबल कार चढाएको छ हामी 4 भाइ आउनु त धेरै समय अरू बाँकी अब मनोकामना उकालो केबल कारमा चढेर उकालो हिँडिरहेका छौँ है गाइस पुगिसक्यो बुढा कहाँ होला तेरो तीनटा डाएर पर्छ यत्रो ग्यापमा एकचोटि हालेर बिचमा अर्किँदाखेरि चाहिँ हाम्रो मुटु चाहिँ झन्डै मुटु नै बाहिर निस्केको अब धेरै लामो भूषण सन्धि अनि हाम्रो सुमन भाइ चाहिँ नेपालमा अब अन्तिम दिन अन्तिम घडी अब भोलि आइतबार सोमबार चाहिँ विदेश उद्घाटन छ त्यही भएर अन्तिम दिन अन्तिम घडीमा चाहिँ हामी बिदाईका साथ मनोकामना दर्शन गर्न चाहिँ आइरहेको छ अनि हाम्रो जमसिंह रोइ उसको चाहिँ भरै छैन कतिचोटि ट्राई गरिसक्यो भरै छैन अनि तर पनि कालिम्पोङको वानो हो यहाँ चाहिँ गाइस हामी चाहिँ तल ल हेरौँ न बादलमाथि हामी तल नर्गामा थियौँ अहिले आएर नर्गाबाट चाहिँ हामी स्वर्गमा आइपुगेछ यी माथि बाई 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 नर्गाबाट के अरे यहाँ स्वर्गमा आइपुग्दा चाहिँ यहाँ इन्द्रको बाणहरू यस्तरी इन्द्रको बाण यो चाहिँ इन्द्रको बाण हो यो सेतो सेतो गुडिरहेको पहिला सत्य जुगमा चाहिँ इन्द्रको बाण हात्ती थियो भने अहिले इन्द्रको बाण चाहिँ यसरी तर हामी स्वर्ग चाहिँ पुग्न लागिरहेको छ अब अन्तिम घडीमा हामी स्वर्ग पुग्न लागेको छ फेरि आइसक्यो हामीलाई अर्को इन्द्रको बाण हो कि यो महादेवको बाण हो डाँडा त्योसँग 2टा डाँडा त्यहाँ रुट गएछ ए गाइस अब चाहिँ हामी सुन्तला एउटै मरेन रहेछ फेरि यो सबै त्यो सुन्तला दिइहाल्यो त्यहाँ ओए गाइस सुन्तला हेर सुन्तला गाइस यो त अहिले फेरि उँधो आउनुलाई चाहिने होला नि नत्र त हिँडाइमा पर्थ्यो होला नि मैले कहाँ हालेँ फेरि तिम्रो ला बुगाइ बुगाइ बाइ बाइ ए गाइस हामी चाहिँ यो मनोकामना मन्दिर अगाडि आइसक्यो हामी चाहिँ यो रेडी पोजिसनमा अब पुगिसक्यौँ हामी फेसबुक भ्लग गर्दा गर्दै ठ्याक्क अब केबल कारबाट झऱ्यो अब हामी चाहिँ मनोकामना दर्शन गर्नको लागि अगाडि बढिरहेको छौँ आज मनोकामना मन्दिर लाखबत्ती बालौँ भनेर चाहिँ हामी आफ्नो सहित सबैजना लाखबत्ती बाल्नको लागि आएका छौँ भाले चाहियो भने चाहिँ 1500को एउटा 500को एउटा भने जस्तै भइरहेछ बोक मनोकामना मन्दिरमा पूजाको लागि राखेको होला सायद यो अघि उसमा ल्याएर खाली टोकरी पाउँछ नि त तिमीहरू यहाँ ल्याएर राख्यो तर पनि अब
मलाई पनि ठिक छ हामी हिँडिरहेको छौँ निरन्तर अगाडि बढिरहेको छौँ आज तर काममा इयरफोन नभएर पनि ठिस भयो त कतै टोइलेट कहाँ टोइलेट कहाँ रहेछ है जाने सामान यहाँ राखेर पाले लाने हो त यहाँ राखेर पाल्नु पर्यो सबै आमा आउनु भएको थिएन एउटै लाइनमा राख्दा हुन्छ यो लाइन सल्काइदिउँ है सल्काएर भाउजूहरू आउँला नि त माथि भाइहरू मामा भान्जी मनोकामना दर्शन गरेर फर्किँदै भान्जी यहाँ हेर मामा भन्यो मामा भान्जी मामाको प्यारी भान्जी भान्जी